गाइस यो भित्तामा के देखिराख्नु भएको छ तपाईले यो चाहिँ मेरो 2082 को चाहिँ क्यालेन्डर हो मेरो आइएमई लाइफ इन्स्योरेन्सले मलाई दिएको क्यालेन्डर हो यसरी चाहिँ क्यालेन्डरहरु भित्ताभरि छ है अनि यो चाहिँ अब काम छैन किनभने यो 2083 मा छु मैले हामी है यो पुरानो क्यालेन्डर र पुरानो पत्रिका त हामीलाई काम लाग्दैन सो अब यसलाई के गर्ने त्यसलाई फ्याल्दिने फ्यालेर चाहिँ 4 मात्रै थुप्रिन्छ है पृथ्वीमा 4 को बोझ धेर हुन्छ यसलाई बेस्ट हामीले रियुज गर्दाखेरि चाहिँ राम्रो हुन्छ सो यसलाई रियुज कसरी गर्ने भन्दाखेरि चाहिँ म तपाईलाई सिकाउँछु है यसरी झिक्ने हो अनि यसरी भित्ताबाट झिकेको पत्रिकालाई चाहिँ यसरी हामी टुक्रा टुक्रा बनाउँछौँ र एउटाले एउटा किताबलाई चाहिँ पुग्छ है एउटाले चाहिँ एउटा किताबलाई पुग्छ मेरो नानीको 9 वटा किताब छैन मलाई 9 वटा मात्रै पेज चाहिन्छ भने घरमा जति एउटा बच्चा छ त्यही अनुसार धेरै चाहिने भयो है अनि त्यसपछि के गर्ने त यसलाई यो यसको सधैँ नर्मली तपाईले कभर जसरी लगाउँछ त्यसरी लगाउने है र मैले एउटा रेडी पारिसकेको छु किताबमा हेर्नुस् त कस्तो राम्रो कति सफा चरक्क परेको देखियो है र यो कभर किनेर ल्याउँदा पनि सेम यस्तै हो र यो अझै कभर हामीले बजारमा किनेको भन्दा यो अझै दह्रो हुन्छ टिकाउ हुन्छ है र हाम्रो सबभन्दा मेन इम्पोर्टेन्टली चाहिँ हामीले कुनै पनि चीजको रियुज गर्नु पायौँ है कुनै चीजको हामीले रियुज गर्यौँ भने चाहिँ हामीले हाम्रो धरतीलाई अलिकति भए पनि सेभ गर्छौँ र कस्तो लाग्यो तपाईहरुलाई यस्तो आइडिया सो यो चाहिँ गाइस यो चाहिँ हाम्रो फाइनल रिजल्ट रहेको छ हामीले अघिको क्यालेन्डरले चाहिँ यसरी कभर बनाएका छौं र गाइस तपाईहरु पनि यस्तै गर्नु होला र तपाई यो पत्रिका भए पनि यो क्यालेन्डरलाई भए पनि रियुज चाहिँ गर्नु होला